यो हेर्दा मित्रता जस्तो लाग्छ, तर वास्तविकता अलि फरक छ। टाढाबाट हेर्दा जिराफको अग्लो घाँटी लगभग खाली जस्तो देखिन सक्छ, तर अक्सपेकर चराका लागि यही घाँटी एउटा विशाल भोजन गृह हो। यो चराले जिराफको जिउका र घाँटीका रौँहरूभित्र लुकेका छाला, साना चाउरी र जिराफले सजिलै पुग्न नसक्ने ठाउँहरू निरीक्षण गर्छ अनि छिटो छिटो चुच्चोले टोक्दै किर्ना र अन्य साना जीवहरू खोजेर खान्छ। जिराफ भने आफ्नो काममा व्यस्त भएर घाँस चरिरहन्छ, कहिलेकाहीँ छाला फर्काउँछ वा चराले धेरै हैरान पार्दा टाउको नै झट्कार्छ, किनकि अक्सपेकर यहाँ जिराफ प्रतिको मायाले आएको होइन। यसका लागि जिराफ एउटा ठूलो चलायमान खानाको स्रोत हो, जहाँ खाना नियमित रूपमा भेटिन्छ। जिराफलाई भने यसबाट केही फाइदा हुन सक्छ, किनकि शरीरमा रहेका परजीवीहरू हट्न सक्छन्। त्यसैले यो सम्बन्ध मायाको भन्दा बढी स्वार्थको सम्बन्ध हो। अक्सपेकरका लागि जिराफ साथी होइन, हेरिरहेको एउटा विशाल खानाको भण्डार हो, जहाँ उसको अर्को खाना सधैँ खोज्न सकिन्छ।